हाई आइम डेनिसा। आज चाहिँ डे 3 हो मेरो 100 डेज मिनी ब्लग च्यालेन्जको। अनि आज चाहिँ हो माघी, त्यही भएर चाहिँ हामीले नुहाइधुवाइ गरेर यो तिलको डाँठ बाल्यौँ। यसको आगो तापेपछि चाहिँ राम्रो हुन्छ अरे आजको दिनमा, त्यही भएर चाहिँ हामीले तापेको हो। अनि सबैजनालाई चाहिँ ह्याप्पी माघे सङ्क्रान्ति। अनि हामीले चाहिँ खायौँ भेजिटेबल सुप। अनि त्यसपछि हामीले तिल भुट्यौँ। यो तिल चाहिँ किन भुटेको भन्दाखेरि हामीले चाहिँ तिलगुडको लड्डु बनाउनु थियो, त्यही भएर। अनि खाजा पनि भुट्यौँ हामीले। अनि त्यसपछि खिर पनि बनाउन लाग्यौँ, बाहिर चाहिँ चुलोमा खिर बनाउन लाग्यौँ। अनि मैले चाहिँ भित्र गएर चाहिँ लड्डुको प्रिपरेसन गर्न लागेँ। अनि मैले चाहिँ यसचोटि चाहिँ तिलगुडको लड्डु पनि बनाउन कोसिस गरिरहेको थिएँ। अनि त्यो चाहिँ एकदमै राम्रो बन्यो कि। यो चाहिँ मेरो फर्स्ट टाइम हो तिलगुडको लड्डु बनाएको, त्यही भएर चाहिँ थोरै बनाएको थिएँ कि कस्तो हुन्छ भनेर। अनि यो भुजा र गुडको लड्डु चाहिँ मैले बनाउँदै आइरहेको, तर यसचोटि चाहिँ पर्फेक्टली बन्यो कि। पहिलाचोटि चाहिँ 1-2 चोटि ट्राई गर्नु पर्थ्यो, यसचोटि चाहिँ पर्फेक्टली बन्यो। अनि म चाहिँ एकदम नै खुसी भएँ। अनि त्यसपछि हामीले अचार नि बनाएको थियौँ। अनि खाने बेला आयो हाम्रो चाहिँ यो प्लेटिङ, आजको खानेकुरा यही हो। अनि दिउँसोतिर चाहिँ म गएको थिएँ मेरो भाउजूको माइत। अनि त्यहाँ गएर चाहिँ मैले खिचडी र मासु खाएँ। अनि म घर फर्केँ, घर फर्केर फेरि फर्सी उसिन्नु भएको रहेछ त्यो खाएँ, भुजा खाएँ। सी यू इन डे 4।